नमस्कार, हामी ग्याङटोक ट्राफिक पुलिस सम्पूर्ण ग्याङटोकवासीलाई यो आह्वान गर्न चाहन्छौँ। तपाईलाई याद भएकै कुरा हो, थ्रु सोशल मिडिया तपाईहरुले जानकारी पाइसक्नु भएको छ। 27 र 28 तारिक ग्याङटोकमा भिभिआइपी को भिजिट भएको कारणले रानीपुल मेफेयर फाटकदेखि लगेर लोक भवनसम्म र लोक भवनदेखि लगेर पाजे स्टेडियमसम्म रोड साइडमा जति पनि तपाईहरुको 2 व्हीलर्स 4 व्हीलर्स राख्नु भएको छ, यसलाई भोलि यानी कि 26 अफ अप्रिल बिहान 6 बजीसम्म तपाईले हटाइदिनुहोस् भन्ने हामी नम्र निवेदन गर्दैछौँ। र यो मात्रै नभएर यो रोड साइडको जति पनि लाइन अफ साइटमा भएको गाडीहरू छ त्यसलाई पनि तपाईहरुले हटाइदिने। लाइन अफ साइटमा तपाईले छोपेर राख्नु पनि पाउनु हुने छैन यो सिक्युरिटी पोइन्ट अफ भ्यूबाट। सो त्यसले गर्दा तपाईहरुले यसरी रोड साइडमा राखेको 4 व्हीलर्स 2 व्हीलर्स सबै टाइमली हटाइदिने। टाइमली भन्नको मतलब भोलि बिहान 26 अप्रिल बिहान 6 बजीसम्म तपाईहरुले काइन्डली हटाइदिनुहोस्। र 28 तारिक जुन दिन प्रोग्राम सक्छ भिभिआइपी को यहाँबाट डिपार्चर भएपछि तपाईहरुले आफ्नो आफ्नो घरको अगाडि गाडी ल्याएर राख्न सक्नुहुन्छ। थ्यांक यू।